हेलो एभ्रिवान। र आज म र मम्मी जाँदै थियौँ दिदी घर र हाम्रो दिदी घरमा चाहिँ पूजा छ भोलि र आज हामी जाँदै थियौँ गाइस। र हजुरहरूलाई फेरि पनि स्वागत छ वन्दिता देवीको धेरै दिनपछि छोटो मोटो मिनी ब्लगमा। र आशा गर्छु यो भिडियोलाई पनि अन्तिमसम्म हेरेर धेरैभन्दा धेरै माया दिनुहुन्छ भन्ने गाइस। र अहिले हामी पनि पुगिसकेका थियौँ दिदी घर गाइस। र बाबु चाहिँ स्कुलबाट आयो अरे खानासाना खाएर म र बाबु चाहिँ दोकान गएर आइसक्रिमहरू पनि किनेर खाएर अहिले चाहिँ हामी फेरि पनि आमै र म चाहिँ टाउनतिर भनेर पनि लागिसकेका थियौँ गाइस। र यहाँ हेर्न सक्नुहुन्छ कति राम्रा राम्रा नेक्लेसहरू थिए गाइस। र हामीले पनि सानोतिनो बजारहरू गऱ्यौँ र त्यहाँ पछि हामी फेरि पूजाको बजार गर्नतिर लाग्यौँ। हेर्न सक्नुहुन्छ आमहरू पनि पाकेका थिए गाइस। ती चाहिँ त्यति राम्रा आम थिएन, नभए मिठाईहरू पनि किन्यौँ र सबै थोक किनिसकेपछि हामी चाहिँ फेरि दिदी घरतिर लाग्यौँ धुलाबारी 3 माइलतिर। र यो चाहिँ हो पूजाको दिनको भिडियो गाइस। र अहिले चाहिँ सबै थोक तयारी गर्दै हुनुहुन्थ्यो। बाहुन बाहरू पनि बेलैमा आउनुभएको थियो छिट्टै। र अहिले मम्मीहरू बाहरू भएर सबैजना पूजा गर्दै हुन्थ्यो। र यो भिडियो पनि 2 दिनको मिलाएर दिँदैछु गाइस। र हेरिदिनु होला र कमेन्टहरू पनि लाइक सेयर कमेन्ट पनि गरिदिनु होला। र यसरी यहाँ चाहिँ दिदीहरू सबैजना भएर पूजा गर्दै हुन्थ्यो आमै दिदी। र त्यति ठुलो पूजा त होइन गाइस, सानसानै पूजा लाउनु भएको थियो। र आमैहरूको घर र 2-3 घर थियौँ। र ब्याकग्राउन्डमा अलिअलि आवाजहरू सुन्नेकोलाई इग्नोर गरिदिनु होला है त गाइस। र अहिले चाहिँ हामी पटिया सुबुरीतिर पनि मामा घरतिर पनि गइसकेका थियौँ। र उहाँ चाहिँ मामाका छोरीहरू 2 जना हेर्न सक्नुहुन्छ कति क्युट क्युट छन् गाइस। र त्यहाँ पछाडि चाहिँ हामी खानासाना खाएर घरतिर भनेर लागिसकेका थियौँ। यति राम्ररी लिचु फलेका रहेछन् बाटामा। र हेर्दै गर्दै अहिले चाहिँ हामी घर पनि आइपुगिसक्यौँ गाइस। हुन्छ त आजलाई यति नै।